सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी चाहिँ बुवा नेपालबाट चाहिँ जापान घुम्न आएको अवसरलाई सदुपयोग गर्दै जापान घुमघामको सिलसिलामा चाहिँ जापानको चाहिँ टोकियो स्टेसनमा आइपुगेका छौँ र यो टोकियो स्टेसनमा आएको अवसरलाई पनि उपभोग गर्दै र बुवाको चाहिँ जापान भ्रमणको केही अनुभवहरूलाई चाहिँ एउटा भिडियोमा चाहिँ उतारौँ भन्ने हिसाबले बुवासँग एउटा भिडियो खिच्दैछौँ र म चाहिँ अब भूमिकालाई चाहिँ लामो नबनाइकन सिधै भिडियोमा प्रवेश गर्दैछु होइन। बुवाको चाहिँ अनुभवहरूसँग चाहिँ सोध्न अगाडि बढ्दैछु। बुवा तपाईँलाई स्वागत छ भिडियोमा। अनि कस्तो तपाईँ आफ्नो एउटा परिचयबाटै सुरु गरौँ नि त। परिचयबाट आफू जन्मेको ठाउँको परिचय दिउँ है। हजुर। नुवाकोट जिल्ला कुमरी गाविस वडा नम्बर 4 अहिले हालको बेलकोटगढी वडा नम्बर 3मा जन्मेर मेरो दुईटा दिदीहरू भाइ 4 जना अब मेरो देहान्त भयो। छोराहरू 3टा छोरीहरू दुई भाइको गरेर 7 म एउटा रहेकोमा जापानको टोकियो सम्झन्छन् त्यसलाई तै पनि आफूले गर्व चाहिँ दिइरहेको छ छोराहरू। अनि भनौँ न अब हल्का तपाईँ चाहिँ पुरानो दिन सम्झेर आएको भावुक पनि हुनुभयो। अनि कस्तो तपाईँलाई चाहिँ कस्तो लाग्दैछ जापानको चाहिँ भनौँ न अब उमाइ चाहिँ जुन तपाईँले चाहिँ नेपालमा चाहिँ जापान भनेको यस कस्तो होला अब भनिन्छ नि। अब जस्तै अब जापान बस्ने होला हामीलाई पनि अब नेपालबाट कसैले कुरा गर्दाखेरि टोकियो भन्दा कता भन्ने हिसाबले तपाईँले क्वेसन सोधिन्छ नि। त्यो सबैले जानेको झन् अब विदेशमा नेपालमै पनि गाउँ गाउँमा नि जापान भनेपछि टोकियो भन्ने चाहिँ सबैलाई झन् पर्छ, सबैलाई थाहा छ, थाहा भएको ठाउँ। त्यो ठाउँमा चाहिँ आएर हेर्दाखेरि चाहिँ तपाईँलाई कस्तो अनुभव भयो? रमाइलो छ, सुन्दर छ, सफा छ, धेरै राम्रो छ। भन तपाईँले अब आफूले चाहिँ टोकियो भनेको कस्तो होला भनेर सोचेको थियो? सोचे भन्दा नि कता कता अब सोचेकै थिएन छ होला अब। तपाईँलाई त्यस जापान आएर चाहिँ जापानमा चाहिँ अलिकति भनौँ न अलिकति छक्क पर्ने विषय चाहिँ के जस्तो लाग्यो? म हेर्दाखेरि अब आफूले चाहिँ नसोचे भन्दा फरक हो, छक्कै पर्ने चिजहरू चाहिँ के देख्नु त? छक्क परे चाहिँ धेरै सफा, यताउता काहीँ खोर धुलो मैलो, बाटामा हिँड्दा सिस्टम त्यस्तै धेरै राम्रो, केही फरक हजुर। जस्तै अब रेल संरचनाहरू त हामी कहाँ छैन भनौँ न। अब तराईमा त केही भागमा छ, अब हामीहरूको पाहाडतिर त छैन। त्यो पहिलोपल्ट होइन तपाईँले रेलहरू देख्नु? प्लेन पनि पहिल्यैचोटि चढ्नुभयो? कस्तो सोचे जस्तो कस्तो सोच्नु भएको थियो त्यही अनुसारको हो कि अलिक फरक पाउनुभयो त? प्लेनमा अब कस्तो डर हुन्छ कि भन्ने सम्भावना थियो, तर त्यस्तो भयो। हजुर। भनेपछि भनौँ न तपाईँले चाहिँ आफूले चाहिँ जस्तो खालको जापान भनेको यस्तो होला भनेर सोच्नु भएको छ, त्योभन्दा फरक रूपमा पाउनुभयो? फरक पाइयो। हजुर। अनि तपाईँ अब भनौँ न अब जापान भ्रमणमा आउनु भएको छ। यो जापान भ्रमणमा चाहिँ अब कसरी भनौँ कुन रूपमा भनौँ अब एउटा यो जापान आउनुको एउटा अवसरको चाहिँ कसरी आउनुभयो त तपाईँ? एउटा सामान्य जानकारी गराइदिनु। अब कसरी आउन त अब भनौँ यो अवसर भनौँ कसरी मिल्यो भन्ने हिसाबले यो अवसर अब छोराहरूको चाहिँ नि उनी भयो, बुवा मम्मी ल्याउने अवसर मिल्यो भनेर र मात्रै हो, नत्र हाम्रो सम्भावना थियो। भनेपछि त्यो भएर मिल्यो। अब विशेष गरी अब भूमिकाको हिसाबमा भन्दाखेरि चाहिँ भूमिकामा चाहिँ अब के भने जेठो छोराको। अनि अरू के छ तपाईँको चाहिँ अब जापानको चाहिँ अब अन्त यो ठाउँ कुन ठाउँ घुम्न पायो हुन्थ्यो भन्ने चाहिँ के छ तपाईँलाई? अब सबै जहाँ हेरे उस्तै छ। अब यो समुद्र हेर्ने हो, अनि यस्तै जता हेरे सफा देखिन्छ, जता उस्तै सुन्दर छ। भनेपछि त्यो कस्तो महसुस भइरहेछ आफूलाई चाहिँ भनौँ? खुसी लागेको चाहिँ कस्तो महसुस लाग्छ आफूलाई यो ठाउँ घुम्न पाउँदा? अहिले त धेरै खुसी लागेको छ।
अरू केही छ तपाईँले चाहिँ अब यो जापान भ्रमणको विषयमा अथवा यो आफूलाई मनमा लागेको केही भन्नुपर्ने कुराहरू केही छ? अब केही छैन भन्नुपर्ने कुराहरू। कसैलाई केही भन्नुपर्ने केही मेसेजहरू केही छैन? कसलाई के भन्नु छ र? होइन अब कसै अब केही सम्झना पर्ने केही चिजहरू छ बाँकी? केही छैन अब यहाँभन्दा के छ। अनि त्यस ल ठिकै छ ल, बुवाको एउटा सामान्य अनुभवको कुराकानी भयो। अब हामी निरन्तर घुमघामको सिलसिलामै छौँ। अब आज चाहिँ भ्रमण टोकियो स्टेसन आइएको छ। अब अर्को हप्ता चाहिँ बुवालाई चाहिँ अब नेपालमा भए चाहिँ हामी समुद्रभन्दा पर भएको ठाउँ, हामीले समुद्र छैन त्यसमा, र समुद्र भनेको चाहिँ कस्तो होला भन्ने एउटा हुन्छ, त्यो चाहिँ हामी अर्को हप्ता त्यो पनि रहर हामी मेट्नेछौँ। अब भन्दै अहिले चाहिँ हामी भिडियोबाट अन्त्य गरौँ त। नमस्कार।